भनेपछि एज कति भयो भन्न मिल्छ? एज इज जस्ट अ नम्बर। हजुरको कति भयो भन्नु त? म त भन्दिनँ। ल म पनि भन्दिनँ, तपाईँले भन्ने हो भने म भन्छु। ल तपाईँ भन्नुहुन्छ? भन्दिनँ। ल ल ल ठिक छ। तपाईँ र तपस्या को ठुलो हो? त्यो त हामीले त्यस्तो सोधेकै छैनौँ। हो अब अहिले बुझ्नु 18 + 50 माइनस बुझ्नु न। यो गजब छ। म पनि 30+। 30 + 100 माइनस। थाहा छैन त्यो चाहिँ। त्यो तपाईँलाई असफलता अब नभए त कति राम्रो होइन। एउटा मान्छे यस्तो हो क्या, मलाई लाग्ने कुरा भ्यालुज पनि हुन्छ, मायाको भ्यालुज पनि सिक्छ त्यो मान्छे। सिक्छ। यस्तो हो क्या, जस्तो एउटा मान्छे हामी होइन हुन्छ नि धनी मान्छे क्या, त्यो गरिब नभई धनी भए पनि हुन्थ्यो। तर ऊ गरिब भएर धनी भइदियो भने उसलाई गरिब हुँदाखेरिको पीडा पनि थाहा छ, त्यसको सङ्घर्ष पनि थाहा छ। भनिसकेपछि त्यो एउटा लर्निङ प्रोसेस हो नि त। एउटा मान्छे धनी हुँदै गर्दाखेरि गरिब भएर धनी भयो भने डाउन टु अर्थ हुन सिक्छ के, जो मान्छे एक्ज्याक्टली लाइफ बुझ्छ उसले होइन। डाइरेक्ट धनी भएको व्यक्तिलाई त्यो गरिबको पीडा नै थाहा हुँदैन। त्यही त सङ्घर्षको खास महत्त्व थाहा हुँदैन। अब हुन त फेरि उसको लागि त्यो लाइफ नै ब्युटिफुल चिज हो नि त। गरिबी के हो, दुःख के हो भन्ने खास थाहा नभएपछि के म जबरजस्ती गरिबीमा जाउँ त, उसले त्यो त भन्दैन नि त, जान मिलेन नि त त्यो होइन। उसको सङ्घर्षका अर्का पाटाहरू होला नि होइन। धनी हुँदैमा उसले सङ्घर्षै गर्नु पर्दैन, उसको मेन्टल वेलबिङ अरू कुराहरू सबै ठिकठाक हुन्छ भन्ने त होइन नि। उसलाई पनि टेन्सन प्रेसरको कुराहरू त थाहा हुन्छ नि। तर खालि त्यही कि खाना नाना र छानाको कुरामा होइन, त्यति कुरामा तनाव नभएपछि उसको लाइफ एक लेभलको अर्कै नै भयो नि। एकचोटि न हो, एकचोटि गल्ती गर्यो त्यसकारण मैले माफी दिनुपर्छ भनेर भन्नुहुन्छ, पछि धोका पाउनुहुन्छ क्या उहाँहरूले। किनभने त्यो चिज बार बार त्यो व्यक्तिले चाहिँ गरिराख्छ होइन। म उसँग यस्तो अवस्थामा यसरी थिएँ, अनजानमा थिएँ, सरी होइन, यो अवस्थामा थिएँ, के एक्सक्युजेसहरू धेरै निकाल्न सक्छ। सो त्यो चिजलाई चाहिँ तपाईँले त्यति गम्भीर हो भने चाहिँ तपाईँले क्षमा नगर्नुहोस्। जस्तै आफूले आफैलाई हेर्दाखेरि चाहिँ विश्व लिम्बू चाहिँ रिलेसनसिपमा कतिको लोयल मान्छे हो? होइन, म रिलेसनसिपमा चाहिँ लोयलै मान्छे हो। जोसँग म प्रेममा हुन्छु, प्रेममा भएको बेलामा चाहिँ मैले धोका दिएको मलाई याद छैन। अलिअलि फेरि बोलचाल चाहिँ हुन्छ है फेरि। त्यसलाई कतिको लोयल्टी ब्रेक भएको भन्ने कि नभन्ने होइन। किन म आफू मिडिया पर्सन भएको हिसाबले र धेरै वेल विशरहरू भएको हिसाबले पनि केही न केही कुराहरू उहाँले सोधिराख्नु भनिराख्नु भएको हुन्छ। सो त्यसमा हल्का नर्मल कन्भर्सेसनहरू भइराखेकै हुन्छ क्या। अब त्यसलाई के भन्ने, तर म एउटा मान्छेसँग गहिरो रूपमा हुँदै चाहिँ अर्को मान्छेसँग गएर त्यो मेरो मान्छेसँग गर्नुपर्ने होइन, प्रेममा हुँदाखेरि हुनुपर्ने कुराहरू चाहिँ गरेको मलाई याद छैन, मलाई त्यो सम्झना छैन। भनेपछि ठिकै लोयलै हो कि लोयलै भन्नु पर्ला कि? लोयलै देख्दाखेरि त लोयलै जस्तो लाग्छ। लोयलै हो। त्यही अब मेरो कस्तो बानी छ भने अलिकति कोही मान्छे जस्तो हाम्रो कल्चर के छ भने तपाईँको कतिपय चाहिँ हाम्रो कस्तो भने लिम्बू समुदायको कल्चर के छ भने हामी जस्तो सोल्टिनी भन्ने कुराहरूमा जिस्किने बानी त्यो एकदमै नर्मल कुराहरू हुन्छ क्या। जिस्किने कुरालाई जस्तो तपाईँको हस्बेन्ड हुनुहुन्छ, तपाईँ हुनुहुन्छ होइन, अनि म छु, मेरो वाइफ हुनुहुन्छ, अनि हाम्रो साइनो लागेन भने हामी एउटै गोल घेरामा तपाईँको हात मैले समाइरहेको छु होइन, तपाईँ त अर्काको श्रीमती हो नि त, अनि तपाईँको श्रीमानको हात यता मेरो श्रीमतीले समाइराखेर यसरी गोल घेरामा पनि हामी जिस्किँदै रमाइलो गर्दै, अझ भाउजूहरूलाई जिस्किने त्यस्तो कुराहरू, सोल्टिनीहरूलाई जिस्किने, अलिकति जिस्किने कुराहरूलाई चाहिँ हामी त्यति धेरै एकदम सिरियस इस्युको रूपमा चाहिँ लिँदैनौँ। वी आर अ बिट ओपन कम्पेयरिङ टु अदर्स कम्युनिटी जस्तो लाग्छ मलाई। र यो कुरा सायद हाम्रो कम्युनिटीले पनि स्वीकार्छ। हामी ओपन छौँ, हामी खुला दिलका छौँ, हामी हाँसेर कुरा गर्छौँ भन्ने कुरालाई त्यति नेगेटिभ रूपमा हामी सायद बुझ्दैनौँ होला। अब चाहिँ एक क्वेसन सोध्नुपर्छ जस्तो लाग्यो मलाई।